हेलो गुड मर्निङ सबैजनालाई भन्दै आज हाम्रो बुधबारको हाट पनि हामीले सुरु गर्न लागिरहेको छ र जानुकाले यहाँनिर बोरा ओछ्याउने बोरा खोल्दैछ र म चाहिँ यहाँनिर लाइट देखाउँदिरहेको थिएँ अनि हेर्न सक्नुहुनेछ तपाईँहरूले यहाँनिर एकदमै आज पानी परेर रातभरि पानी परेर हामीले पालसाल लाएर अन्त बजार पनि एकदम शून्य बिहान एकदम 4 बजी र हाम्रो सब्जीहरू यहाँनिर ल्याइसकेको छ बोकेर पनि हैन र हामीले सुरु गरिसक्यौँ। हेर्नुहोस् काक्रा सिमी अन्त अरू सब्जीहरू पनि हाम्रो आउँदै थियो र अहिले चाहिँ हामीले ल्याएको काक्रा र सिमी चाहिँ हामीले बेच्दै थियौँ। यहाँनिर देख्न सक्नुहुनेछ तपाईँहरूले र हामी पानी झरी पनि भन्नु पाउँदैन सब्जीको काम चाहिँ त्यस्तो छ हैन किनकि यो सब्जी हामीले उठाइदिनै पर्छ अर्काको अन्त नत्र भने यो हाम्रो सब्जी बिग्रेर जान्छ छिप्पिएर जान्छ र पानी पनि नबनिकिन हावाहुन्डरी पनि केही नबनिकिन हामीले यो काम गर्नुपर्छ। यो हाम्रो पैसा कमाउने जरिया मात्र नभएर हाम्रो एउटा कर्म पनि हो हैन जुन चाहिँ हामीले गरिरहेको छौँ र हामी दुईजना चाहिँ यहाँनिर दिउँसो गफ गर्दै पनि बसिरहेको थियो हैन। त्यही क्रममा हामीलाई भेट्नका लागि हाम्रो दादाहरू आउनु भएछ मङ्पुबाट र साथी यहाँनिर छ र आन्टी पनि हुनुहुन्छ हैन। दिउँसोखेरि यी मङ्पुबाट हाम्रो स्वागत साथी साथै हाम्रो यहाँ सुभाष दा यहाँनिर यी भिडियो कलमा पनि देखाउनु हुँदैछ। नानालाई हाम्रो प्रयासको दोकानमा आइपुगेको छु प्रयासबारीलाई को दोकानमा भन्नु हुँदै थियो हो र हाम्रो सिलसिला चलिरहेको थियो सब्जी बेच्ने यी जानुकाले बेचिरहेको थियो र म चाहिँ साइडमा बसिरहेको थिएँ र हाम्रो निकै सब्जीहरू पनि बिकिरहेको थियो र पनि धेरै असर चाहिँ हामीलाई पानीले गरेको छ किनकि पानी भयो भने धेरै कस्टमरहरू आउनु सकिँदैन हैन पानी झरीमा र हाम्रो लगभग सब्जीहरू चाहिँ सबै हाम्रो चलिरहेको थियो र मुला चाहिँ अलिकति हाम्रो उयो कम्ती बिकेको थियो किनकि मुला निकै थियो हाम्रो हैन निकै हाम्रो मुला थियो र मुला चाहिँ सायद रहने रहेछ भन्दै हामीले बात मार्दै थियौँ। यहाँनिर देख्न सक्नुहुनेछ मकै पनि लगभग हाम्रो सकिसकेको छ। यहाँनिर 1.5-2 वटा मकै राखेको थियो हामीले र अरू सबै सकेर मुला चाहिँ हाम्रो रहेको छ 10-15 किलो चाहिँ हाम्रो मुला रहेको थियो र हामीले बेलुकासम्म लगभग हामीले 3 किलो चाहिँ हामीले उबारेर ल्याएको छ भन्दै हामी पानी परेर हामी दोकान उठाएर पनि हामी लागिसकेका छौँ। तपाईँले यहाँ देख्न सक्नुहुनेछ यी मेन रोडमा हैन एकदमै पानी परिरहेको थियो। यसरी भन्दै दुईजना जानुका र म गफ गर्दै हामी यहाँबाट लाग्यौँ र मेन रोड चाहिँ त्यस्तो आज भिड थिएन गाडीको पनि हैन अलिक खुल्लै थियो सायद पानी परेर पनि हुनसक्छ हैन। यहाँनिर देख्न सक्नुहुनेछ ट्राफिक पनि एकदमै खाली छ। यहाँनिर जानुकाले चाहिँ भिडियो बनाइरहेको थियो हैन म चाहिँ यहाँनिर गाडी कुदाइरहेको थिएँ अन्त हामी यहाँनिर यो टर्न लिएर पनि हामी आफ्नो बाटो लागिसकेको छ। यहाँनिर देख्न सक्नुहुनेछ तपाईँहरूले पानी चाहिँ त्यस्तो साह्रो परेको त थिएन सिम पानी त पर्दै थियो भन्दैमै हामी 7 माइल गर्दा नगर्दा यस्तो मुसुलधारे पानी पर्यो। यहाँ देख्न सक्नुहुनेछ तपाईँहरूले आममा हेर्दै 6 माइल हामी 6 माइल ब्रिज काट्दा नकाट्दा यस्तो डरलाग्दो पानी पर्यो हैन। बाटो पनि देख्न एकदम मुस्किल र गाडी चाहिँ मैले एकदम बिस्तारै कुदाइरहेको थिएँ किनकि पानी झरीमा एकदम जोगाएर कुदाउनु पर्ने हैन हुन्छ किनकि एकदम यहाँनिर एक्सिडेन्ट हुने चान्सेस पनि हुन्छ। त्यो भएर जानुकाले चाहिँ बिस्तारै कुदाउनै भन्दै थियो र मैले बिस्तारै गाडी कुदाइरहेको छु। यहाँनिर है बाटो चाहिँ लगभग खाली नै थियो र पनि एकदम जोगेर नै कुदाउनु पर्छ भन्दै हेर्नुहोस् यी आममा पानी जस्तो परिरहेको छ मुसुलधारे हैन। भन्दामै हामी टिस्टा पनि हामी पुग्यो यी टिस्टा पनि खोला पनि अलिक बढेको जस्तो लाग्यो मलाई हैन किनकि हामी बिहान जाँदाखेरि अलिक हिजो जाँदाखेरि अलिक सानो थियो खोला र आज हामी फर्किँदा चाहिँ एकदमै खोला बढेको जस्तो लाग्यो मलाई हैन किनकि आज रातभरि पनि पानी परेको हैन। त्यो कारण सिक्किममा पनि सायद निकै पानी पर्यो होला। सिक्किममा पानी पर्यो भने चाहिँ निकै नै खोला बढ्ने चान्सेस हुन्छ र मलाई चाहिँ लाग्दै थियो खोला निकै नै बढेको छ भनेर हैन। यहाँनिर है भोलि अझै पानी पर्यो भने आज राति पानी पर्यो भने अझै बढ्ने चान्सेस हुन्छ भन्दै हामी यी घर पुग्दा नपुग्दा झन् मुसुलधारे एकदम भल बग्ने नै पानी परेको थियो र हामीले भिडियो गर्नु पनि सकेन यति नै भिडियो हैन। र तपाईँलाई के कस्तो लाग्यो लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, हामीलाई सपोर्ट गरिदिनुहोस् भन्दै
आजको भिडियो म यहीँनिर अन्त गर्न चाहन्छु। यहाँ हेर्नु सक्नुहुनेछ तपाईँले, यस्तो डरलाग्दो पानी चाहिँ परिरहेको छ यहाँनिर। बल्ल बल्ल हामी गाउँ पुग्यो। अन्त आम्मामा गाडी जस्तो राखेको त्यस्तै, यस्तो डरलाग्दो नालीमा गाडी बगाउने खालके, मान्छे बगाउने खालके भलाएर हामी गाडीबाट उत्रिनु पनि सकेका छैन। यहाँनिर गाडी राखेर त्यत्तिकै हामी बसिरहेको छ। र धन्यवाद।